You know, saying goodbye to your family is one of the hardest thing anyone can do. You never know how many years it will take before we get another chance to see them again. क्यानाडा आएको अलमोस्ट 2 इयर्स पछि म फेरि नेपाल जाँदै थिएँ। यसको बिचमा मेरो दिदीको प्रेग्नेन्सी टाइम, साना जन्मिनुको त्यो छेड, बिचबिचमा मेरो हजुरबाको त्यो प्रश्न एभ्री कलमा, कान्छी कहिले आउँछु नेपाल, पढाइ अझै सकिएको छैन? किनभने फर्स्ट टाइम जब म गएको थिएँ मैले भनेको थिएँ म पढाइ भ्याएर आउँछु हजुरलाई भेट्न, त्यही उहाँको मनमा गरेको होला। अनि मैले भन्थेँ पढाइ भ्याइसक्यो बुवा, म छिटै आउनेछु। रोयो आज मामा र आन्टी पनि Good morning everyone. हामी ब्रस गर्दैछौँ होइन? यता आऊ, यता जाऊ, अल्लि जाऊ। गोल गरेको कहाँ जानु भनेको? सेतोपुर जाने खोइ कसले गरिदिन्छ तँलाई? मलाई लाग्छ नेपाल जान खासै केही रिजन चाहिँदैन। आफ्नो फ्यामिली, आफ्नो ठाउँ फर्किन बस यति नै रिजन काफी छ। यो पालि म जाँदा धेरै केही प्लान थिएन, बस फ्यामिली टाइम स्पेन्ड, द्याट्स अल। अनि मेन कारण भनेको सानालाई पहिलोचोटि भेट्नु अनि मेरो बुवासँग अझै समय बिताउनु, त्यही नै थियो मेरो खुसी। हजुरको नाम? शिक्षा काफी। कहाँबाट आउनुभयो? मध्यप्रदेश अनि आज कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? पुष्पको फुलमा मन्त्री हाल्नलाई। कस्तो लागिरहेछ नि आज? सो एक्साइटेड। रेडी हुनुहुन्छ नि आजलाई? पोखरा यहाँको ब्युटी हेर्दा मात्र होइन महसुस गर्न सकिन्छ। हिमालको छाया, फेवातालको शान्त पानी र हरेक बिहानको ताजा हावाले यो सहरलाई स्पेसल बनाउँछ। म यहीँ जन्मिएँ, यहीँ हुर्किएँ, त्योभन्दा ठुलो लक अरू म केही ठान्दिनँ। जहाँ गए पनि पोखरा सधैँ मेरो घर हुनेछ। भन्नु आज साल फिर्यो। Good morning everyone. Happy New Year 2082. नयाँ वर्षको हार्दिक शुभकामना छ। सधैँ खुसी रहनु, हेल्दी रहनु, यही हो। अनि बुवालाई बुवा नयाँ वर्षको शुभकामना। धन्यवाद भन्नु।
सबैलाई नयाँ वर्षको शुभकामना भन्नु आज वैशाख 1 गते नयाँ वर्ष 1 गते हजुर नयाँ वर्षको शुभ ह्यापी न्यू इयर बाबा 2082 सालको शुभकामना सबैलाई ह्यापी न्यू इयर न्यू इयरको बाबाको फर्स्ट ब्ल्याक टी हुँदैछ अनि अब हामी चिया खाने कुर्दैछौँ ल धेरै पढ्नु ज्ञानी हुनु ठुलो मम्मीलाई माया मान्नु नाच्यौ टिका लगाउने कार्यक्रम चल्दैछ ह्यापी न्यू इयर श्रीमान मलाई आज यहाँ उठ्यो तैँले ह्यापी न्यू इयर भनेर श्रीमान मलाई क्यामेरा किन्दैन हो रे ह्यापी न्यू इयर भनेर डिमान्ड मात्रै हाउसको ह्यापी न्यू इयर भन्छु भन्छु मन ए मामीले लाग्छ मलाई पार्दैन पैसा ह्यापी न्यू इयर बाबा त फास्ट बुवाको पैसा फेरि छोरालाई सबैजना टिका लाउनलाई बिहान बिहान आज सङ्क्रान्ति हो क्या बुवा आज बया ह्यापी न्यू इयर के रे ह्याप्पी न्यू इयर ह्यापी न्यू इयर नयाँ वर्ष शुभकामना मेरो छोटुलाई लामो जहिले अहिले बिर्सिनु अघि मैले फोन हालेको उठाउनु भएन म कालो मान्छे अलिक राम्रो नयाँ वर्षको धेरै धेरै शुभकामना सुस्वास्थ्य सदाबार राम्रो होस् कार्ड छिट्टै बनोस् पैसा त पर्दैन कि टिका लाउने यो नाम मात्रै हो यो छोरी यहाँ 12 गते जानु पर्ने रहेछ अङ्कल मेरो वर्षको ह्याप्पी न्यू इयर ल फलोस् फुलोस् 12 वर्ष 12 गते 12 गते 15 गते भनेर बसेको त नेपाली रोटी खाएकी परार पनि न्यु इयरको दिन आएको है तिमी सुरु छ के गर्दियो है वर्ष अगाडि यत्रो पछि बल्ल रोज डे त होइन चक्लेटले चाहिँ उहाँ पुइन्जेलसँग खान्छु खुट्टा त पर्दैन अब यहाँ दुईटै हिजो ह्यापी न्यू इयर थ्याङ्क यू शिक्षा ह्यापी न्यू इयर टु यु थ्याङ्क यू अघि मेरो खिच्नु बिर्सेछ के बाबा स्कुटर हाल्ला त बाई बाई बाबु खाजा ल्याइदियो मलाई के खाइदियोस् पछि खान्छस् त्यही ल्याइदियो न हामी त खोइ हामी कहाँ लाग्यो नयाँ वर्षको अवसरमा नयाँ निर्माण अन्नपूर्ण केबल कार लिएर हामी सरङकोट भ्यू टावर नजिक पुग्यौँ बाबु मामा घर जाने हो प्लेनमा त्यहाँ अवस्थित विशाल गणेश मन्दिर र त्यहाँ हुँदै आएको साँझ आरती हेर्दा मन नै पिसफुल महसुस भयो अझै हाम्रो पोखरा राम्रोसँग डेभलप हुँदै गएको जस्तो फिल भयो
Good morning, everyone. We are all ready to head Mustang. Mommy. Bye bye, Bruno. कता थियो Bruno? Bye bye. हामी रेडी भयौँ. लगभग त्यही 30 to 35 डेजको छुट्टी लिएर गएको म. फ्यामिलीसँग एउटा ट्रिप गर्छु भन्ने थियो. हतारमै भए पनि हामीले मुक्तिनाथ दर्शन गर्ने निर्णय गर्यौँ. अंकल बाय बाय. हामी हाम्रो फर्स्ट स्टप बागलुङ कालिका. पोखरा हुँदै मुस्ताङ जाने क्रममा बागलुङ कालिका पनि दर्शन गर्ने मौका जुर्यो. बाबा मम्मी सबैको साथमा. त्यहाँ पूजा भयो त्यहाँ हेर्नु न उता भिडियो के. बागलुङ कालिकाको दर्शन सकिएपछि हामी लाग्यौँ मुस्ताङतर्फ. अब हामी नेक्स्ट स्टप कहाँ हो अरे? अब हामी तातोपानी. यात्राको दौरानमा हामीले रूपसे झरनालाई नजिकैबाट निहार्ने मौका जुर्यो. यो झरना भिजिट. अब यो पुल तरेर अनि हामी जाँदैछौँ मुस्ताङ. All the way to यहाँ चाहिँ कस्तो डर लाग्ने भिड छ. जाने हो मुस्ताङ जाने हो. यो यात्राको क्रममा कतै थकै बिसाउँदै त कतै हाँसो ठट्टा गर्दै हामी लाग्यौँ मार्फा गाउँतर्फ. She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. मार्फा गाउँ. मार्फा गाउँ है यो. हामी सबैजना यहाँ तातो. मम्मी कमक्क घुम्छ र. त्यस्तो चिसो त होइन त्यो हावा मात्रै लाग्छ. मम्मी आफू चाहिँ घुम्छु नि अनि छोडेर निस्किँदैछौँ हामी. भित्र जानु हिँड्नु. गाउँको एक्जिट पोइन्ट. थियो क्या हातले. All ready for Dumba Lake. Dumba के अरे हामी दुम्बा लेक जान लाग्यो. बाई बाई गर्छौँ. बाई बाई.
बाई 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 गर न हामीले घुमेर कस्तो हावा क्या सिरियसली है लास्टै हावा लाग्यो तर छिटो फोटो खिचेर अनि हामी लाग्दैछौँ चिया खानु चिया त मस्ट टु ह्याभ भर्खर हिँड्न लाग्यो नि चिया खाने हामी त्यहाँ सनसेट हुँदैछ जुमसुमको त्यो चिसो हावापानी त्यही माथि दिनभरिको यात्राको थकाइ त्यसपछिको सम्पूर्ण परिवारसँगको भोजन निकै आनन्द साथ खाइयो गुड मर्निङ एभ्री वान फ्रम जमसुम आज चाहिँ हामी माथि मुस्ताङ जाँदैछौँ अनि दर्शन गरेर त्यसपछि खै के हुन्छ नुहाउने दर्शन गर्ने अनि त्यसपछि खाना खाएर अनि पोखरा लाग्नेछौँ अहिलेसम्म अलिक खुलेको छैन बिहान तर हिजो बेलुका कस्तो दामी भयो र चिया खाने हाम्रो स्टे होटल होलिडे होममा स्टे गरेर हिजो रातिको चिया खाएर मुक्ति लाग्थ्यो बाबा बाबा ठिक छ गुड मर्निङ गुला गुला हजुर काउन्टरमा गएर बस
अचारहरू है ल जुमसुमको सपिङ अल डन बाबाको सपिङ ल कता लाने हो जुमसुमको सपिङ कता लाने हो माथाको आई नो 35 days इनफ थिएन तर फर्किनै पर्यो अब नेक्स्ट टाइम जाँदा अझै लामो छुट्टी लिएर जानु मन छ फ्यामिलीसँग अझै धेरै टाइम स्पेन्ड गर्न मन छ अनि नेपालको नयाँ नयाँ ठाउँ घुम्न मन छ होपफुली आई क्यान मेक इट एन्ड थ्याङ्क यू फर वाचिङ बाई बाई बाई